सम्पूर्णलाई नमस्कार। म आकाश अर्याल सधैँ आज पनि बिरामीहरूको खोजीको लागि नारायणगढ बजार क्षेत्रमा आइसकेको छु। हजुरहरूलाई त थाहा नै छ, म आफै बसमा गएर बिरामीहरू खोज्ने गर्छु। हेरौँ अब कहाँ बिरामीहरू पर्नुहुन्छ, कहाँ बिरामीहरूलाई मैले आजको दिनमा सेवा सुविधा दिन सक्छु। बस आउँदैछ, खोज्न जाम है त। अब भाडा लाग्दैन, क्यान्सर हो, बिरामीको हो नि। हजुर हो, आउनु, मेरोमा भाडै लाग्दैन त। फेरि क्यान्सर फेरि कहाँदेखिबाट आउनुभयो हजुरहरू? बर्दियाबाट। थाहा थियो त हजुरहरूलाई यहाँ निःशुल्क अटो सेवा छ भनेर? थाहा थियो? ल, दाइलाई चाहिँ थाहा रहेछ साथीहरू। दाइ बर्दियाबाट आउनुभयो रहेछ। आज बर्दियाबाट आउनुभएको दाइलाई मैले चढाइसकेँ। पहिलो बिरामी नै उहाँहरू हो। उहाँहरूलाई अब सिधै म क्यान्सर अस्पताल लिएर जाँदैछु। ल, यही भिडियो मार्फत म एउटा सानो कुरा हजुरहरूलाई जानकारी दिन चाहेँ। जिब्रोमा अथवा मुखमा चाहिँ सानोतिनो घाउहरू आएको छ, त्यो घाउ सन्चो भएको छैन भने तुरुन्त अस्पताल गएर चाहिँ चेकअप गराइहाल्नु होला है। अब दाइको चाहिँ सानो घाउ मात्रै आएको थियो अरे, त्यो घाउ सन्चै नभएको हुँदाखेरि दाइ चेकअप गराउन आउँदाखेरि जिब्रोमा क्यान्सर भएको देखा परेको रहेछ। हजुरहरूले पनि बेलैमा सतर्क भएर चेक जाँच गराएर उपचार गराइहाल्नु होला। त्यो सन्चै भएन भने है, दाइको चाहिँ जिब्रोको अपरेसन गर्दाखेरि लगभग 3 देखि 4 लाख रुपियाँ सकेको बताउनु भयो। पैसा चाहिँ निकै लाग्ने रहेछ है दाइ। दाइसँग कुराकानी गर्दै क्यान्सर अस्पताल पनि आयो दाइ। त राम्रोसँग चेक जाँच गराउनु, उपचार गराउनु है। केही गाह्रो अप्ठ्यारो पऱ्यो भने भाइलाई सम्पर्क गर्नु होला। मेरो नाम गर्नु भएको छ? ए ल, आज पर्नु भएछ नि त। ल त है।